अर्काको छोरो पाएर बसेकी स्वाहिनीलाई लान्छु भन्ने लाछी पनि उस्तै, जान्छु भन्ने नकटी पनि उस्तै। तपाईहरुले यो मान्छेलाई चिन्नुहुन्छ? अस्ति हाटबार गर्ने मान्छे यही हो। यदि यो मान्छेले मलाई हाटबार गर्न सक्छ भने तपाईहरु घरमा छोरी बारी छ, तिनीहरुलाई पनि हातबार गर्न सक्छ यसले। तँलाई यहाँ लाज लाग्दैन? ओइ, अर्काको छोरी चेलीलाई हातपात गर्ने पनि तै, सारा गाउँलेलाई उचाल्ने पनि तै, मेरो घरमा आएर मलाई उचाल्ने पनि तै होइनस् पाजी। तल्लै त एउटा आइमे मान्छेलाई एक्लै जीवन बिताउन कति गाह्रो हुन्छ भन्ने कुरा मलाई बाहेक कसलाई थाहा होला र? यहाँ एटीका वर्ष टेला कुरेर बसेँ मैले। घरमा बुढी छ, छोरा छ भनेर सम्झेर पनि आएन आजसम्म। तपाईहरु आफै नै भन्नुहोस् कि मलाई एउटा सारा चाहिँदैन र? चाहिन्छ। उसले उता बिहा गर्नुहुन्छ भने माइलीले नि यता बिहा गर्नुहुन्छ। माइली बहिनी र ठुलो भन्जको बिहा छ रे, न्युता आछ, च्याट्ट परेर जाने है बुढी। हे बुढा, म त मरे पनि जाँदिनँ हौ। हेर्न यो आइमै, अनि तेरो छोराछोरीको बिहा गर्नु पर्दैन? कोही आइदिन भने के हेर्छस्? मलाई कर नलगाउ न बुढा। होइन, त 3 दिन अगाडि गएर काम गर्नु पर्ने बुहारी मान्छे हो, तैँले कसरी भन्न सकिस् म जान भनेर? आफूले बुझ्नु पनि कुरा होइन। आज त हाम्रो बाआमाको बिहे हो, हामीले हेर्नु हुँदैन, यहीँ बसेर नाच्ने हो। कुरो ठिक गरे केटोले। ल बाजा बजाऊ। ल विवाह सम्पन्न भयो। बेहुलीका बाआमाले बेहुला बेहुलीलाई एकचोटि जगिया घुमाइदिनुहोस्, अनि ल र डोरीमा चढाइदिनुहोस् र बिदावादी गरिदिनुहोस्। ओहो भेना, ठुलो माछा हात पानी रहेछ पो, सानो माछा चिप्लिक्क चिप्लेर भागेको। आजको दिन रात त एक छत्तै रमाइलो हुने भयो कि कसो भेना? फिल्मको हिरो भनेर मरिहाटे गठिस, भेटाइछस्, उहाँलाई त नछोड है। केटा मान्छे त नपाइन्जेलसम्म सोझो, पाइसी त के हो के हो। यस्ता कुरा के सुन्नु, जाउँ हिँडौँ। लौ कति हतारो।
टेकिस्टा उहिलेको मानिसहरूले त्यत्तिकै भनेको होइन रहेछ। हेर त आखिरी परिबन्धले साली कोसको भेनाको भएन त, यस्तो पो हुँदो रहेछ साली कोसको भेनाको। अटने कान्छी सालीसँग चाहिँ साइनो गार्न खोजेको कट्टाबाट माइलीसँग पो गाँस्यो। राम्रो भयो, अबट त्यो बच्चाहरूले मजाले स्याहार पाउँछ नि। त्यो मर्न नसक्ने कान्छीले त्यत्रो ठुलो ढोका दिइहाल्यो। अच्छा असटी त टोप्लोको पो आइपुग्यो। कहाँ मर्यो थिस कान्छी त, हँ? आमा के भयो? नरु नानी नरु, अब घर आइपुग्यो सब कुरा ठिक हुन्छ। तिमीले कुनै चिन्ता लिनु पर्दैन। तिम्रो बा अझै पनि छ, तिम्रो बा आमा अझै जिउँदो छ, चिन्ता लिनु पर्दैन छोरी। एक दुई तिन सुको दिदीले हार्यो। छैन मैले हारेको। लज्जा ठिक्क परो। एक दुई तिन सुको दिदीले हार्यो। ल तिमीहरू जाऊ लुजाऊ, भोलि बिहानै उठेर सुँगुर पाटा खेलाउनु पर्छ। अहिले गएर सुटो लुजाऊ। ए केटी हो, आज त हामी तपाईँहरूसँगै सुत्ने हो। आज त हामी यहीँ सुत्ने हो। माइली त्यो एक बोतल ल्याऊ। साह्रै क्यारम भयो। कस्तो क्यारो हुन्छ र? यो केटा मान्छेको जातलाई जहिले रोजको टलटलमा बस्नु पर्ने। काम कुरो एकातिर कुम्लो बुके ठिमिटेर भनेको यही हो। बिहारेकै रात त यति साह्रो नपड्कन हौ। लौ यति साह्रो गाली नगर न त। खै म राखिदिन्छु समाटर त। एक दुई तिन यो बच्चाहरूलाई सुटाउनु हो माइले। तँलाई हो? ओके। अब मैले कसरी सुटाउने रहेछ है? एक दुई तिन होइन कति खेलेको टिमहरू त भोलिबाट स्कुल जान पर्दैन कि के हो? सुकु अल्टो सर तिमी अल्टो सर न। ओ भेना बच्चाहरू सुट्यो कि? तिमी पनि सुटाउन त। म र त्यही यस्तो मान्छेले किन बिहा गर्नु पर्यो कि रे? ओ भेना भेना बाहिर को आयो हेर त। त्यो गोरो लाउने मान्छे खोज्न आएकोलाई खोलिदेऊ न।
टिमले खोल्ने नि हुन्छ भो। खोल न त तिमी यति त को रहेछ यति बिहानै म हुँदा हुँदै भाले अर्कै